आइसकेपछि हामी यतातिर आयो। ल हेर्नुहोस् त्यहाँको हाई खोइ हाई भनेको हेलो वेलकम टु माई ब्लग। मेरो ब्लगमा स्वागत छ मेरो बहिनीहरूलाई। ओइ हो हेलो नमस्ते सबैजनालाई। हाई हाई हाई। फेरि आज कता हो फेरि ल मौसम पनि आज चाहिँ हामी यता के लङघलेतिर क्याम्पिङ भएको ठाउँमा जाँदैछौँ। हजुर अब त्यही हाम्रो चाहिँ त्यहाँ अब पिकनिकको जस्तै पनि हुन्छ, खानासाना पकाएर खाने सानो पिकनिक है। फेरि ठुलै पिकनिक हो नि क्या, सानो पिकनिक अब खाना जाँदैछ क्याम्पिङतिर। खाना मन लाग्ने शुभयात्रा हामीले शुभयात्रा भन्नु पर्यो नि। पछाडि बोतल त छ के अरे? छ नि त? ठिकै छ ल भयो। ल अब चाहिँ हामी हिँड्यो क्याम्पिङतिर घुम्नलाई। उतैतिर भेटौँला अब। जानु पाएको हुन्छ होइन? यता रोक उता भण्डारीको बाटो माथि हिँड्नु त म त्यहाँ उतै गर्छु। पानी लिने त्यहाँ निम्बु पानी एउटा लिनु नि। तर को भएको चाहिएको चाहिँ उता सिधै हिँड्नु साथी। कता सिधै? उता यता सिधै फेरि उता किन जाने त? गाडी मलाई त्यहीबाट माथि जाने हो कि हामी त यता हेर्नुतिर जाने होइन? झरनामा झरनामा नआउनु सक्यो होइन त आज हामी एकदम ठुलो झरना, एकदमै ठुलो। अब उतै गएर भेटौँला हामी सबैजना हेर्नु त। केही भन्नु छ ममता? केही भन्नु छ? के भन्ने, अहिले हामी यस्तो मजाले घुम्न गइरहेका छौँ, तपाईँहरू पनि हेर्नु होला। अनि त्यहाँको ठाउँहरू हेरेर तपाईँहरू पनि इन्जोय गर्नु होला, कमेन्ट गरिदिनु होला कस्तो छ है। हाम्रो ग्रुप फेरि आज पनि भेटेको छ। कस्तो लाग्यो हाम्रो ब्लग हेरिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि सामान फेरि आज पनि हामी भेट भएको छ हाम्रो टिम, हाम्रो साथीहरू। ल नमस्ते भन्छ। बाटो पनि एकदम राम्रो, बालेन सरकारले बाटो एकदम जहाँ पनि बाटो राम्रो बनाएको छ। अहिले यो चाहिँ हामी अब ह्याङ्जातर्फ जाँदैछौँ। यो बाटो पनि एकदम राम्रो छ, एकदम राम्रो भएको छ आजभन्दा नत्र त बर्खामा हिँड्ने सक्ने अवस्था हुन्थेन पहिला हो। अब अहिले त बाटो सबैजना उहाँ घुम्न जाने भनेपछि त यस्तो हुन्छ हाम्रो साथीहरू, हाम्रो टिम। ल हेर्नु त है हाम्रो टिम हो। यस्तो खुसी हुन्छ घुम्न जाने भनेपछि। लिपस्टिक लाउने भनेर खोज्दा बल्ल के को पिङ्क कलरको लगाउने हामी ह्याङ्जा आइपुग्यौँ। अब ल ह्याङ्जाबाट हामी जाँदैछौँ। ह्याङ्जा आइपुग्यो। हेलो मेरो साथी ल हाम्रो ब्युटिफुल फुपू पछाडि छ है। सबैभन्दा राम्रो फुपू पछाडि आउला र ग्रुपमा हिँडाउला भने बल्ल आइपुग्नु भयो। फुपू त हाम्रो भ्लग हेर्दै ओहो इन्डियाले कति रमाइलो गरेको, म नि जानु पर्यो नेपाल भनेर त्यस्तो आत्तिर आउनु भएछ। एक महिनामै आइहाल्नु। फुपूको त के अरे पानी पातेर हर्का 3 लाख फाल्यो 3 लाख फाले हिँडेर फालेर आउनु भएको फुपू। 3 लाख हामीलाई दिनु नफाल्नु। अब आज 10,000 फालिसक्यो। अब पुरा क्यानोन भन्छ त अब कहाँनिर लङघले तल रहेछ है। मोबाइलमा त्यसमा हेरेको 56 मिनट भनेर 56 लेखेछ। मौसम चाहिँ आज उति साह्रै खुले छैन है। माथि चाहिँ कस्तो छ? मेरो लागि त ठिक छ, मलाई त ठिकै छ। पैसालाई धेरै आउने मान्छेलाई। अब एउटा गीत गाउँ न हामी सब मिलेर। ल एउटा गीत गाउनु त। कुन गीत? आषाढी महिनामा भन्ने गीत एउटा गीत गाउँ। हेलो गाउनु त। आषाढी महिनामा पानी पर रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैचाङले रुँदै धारा नौ डाँडा पारी छ कम्पनी सहारा बिछोडको बेलामा
भाइरल रोडमा आइपुग्यो है सँगै आइसिन भनेर सो पाइन्छ मिलन चोक यहाँबाट उता के लङ बहिनी र मलाई बिहार किनिदिन्छ भन्दै थियो ल ल यहाँ त झुलुङ्गे पुल त कति लामो रहेछ नि त है ओहो रिबान गाउँ रिबान रहेछ यही ठ्याक्कै ल अहिले चाहिँ हामी दिदाल चाहिँ यता दिताल माथि दिदाल माथि पनि त्यहीँनिर गाउँ दिताल माछा पुछ्रे गाउँपालिका लङ घलेल प्रवेशद्वार ल लङ आहा यो खोला कति सफा हेर्नु त यही बसेर खाने हुन्छ हामी त ल माछापुछ्रे गाउँपालिका वार्ड नम्बर 8 लङ्घलेमा आइपुग्न लाग्यो है लङ घले अब लङ घले आइहाल्यो त यही आइहाल्यो ल यहाँबाट लङ्घले सुरु भयो अब लङ मात्रै हो घले चाहिँ अब चाहिँ हामी आइपुग्यो पोखरा क्यानोइङमा अहिले चाहिँ यहाँ पहिलो पेट पूजा गर्ने ल झर्ने बित्तिकै हेर्नुहोस् यहाँको नजारा यहाँको खुबसुरत जग्गा हेर्ने आहो फाइनली हामी पोखरा क्यानोइनमा आइपुग्यो खोलाको बिचमा बसेर हामी अब चिया खाँदैछौँ है सबैजना फोटो सेसन हुँदैछ फोटो सेसन कोही चिया पकाइराखेको छ कोही फोटो सेसन गरिराखेको छ हो सिङ्गापुरी ड्रेस लगाएर फोटो सेसन हुँदैछ कोही फेरि कोही यहाँ रेस गरिरहेछ पुगु फेरि बसेर चिया पिउँदैछु ल हो सबैजना आफ्नो आफ्नो तालमा चिया पिउँदै हुनुहुन्छ हो मकै पनि खाने हो मकै ल क्या आनन्द स्वर्गमै बस्यो जस्तो भएछ दिन पनि क्या राम्रो भएको धन्य हो सूर्यनारायण भगवान् क्या राम्रो जङ्गल ओहो यस्तो नेपालमा त हाम्रो नेपालको चाहिँ एकदमै धनी प्रगतिको देश नेपाल एकदम धनी ओहो क्या मिठो सानो मकै खाएको मकै खान लाग्छ फेरि हो कोही मान्छे खाजा रेडी हुँदैछ अब चिया खायो अब खाजाको लागि खाजा त बिहानै घरमा खाएर आएको हो भने नि यहाँ अब वनभोज पिकनिक सानो पिकनिक ओहो खोलाको छेउमा खोलाको बिचमा बसेर यस्तरी खानाको मजै छुट्टै ओहो क्या आनन्द आएको पहिले के बनाएर कलिज जौलाई सिँदुर क्रेतेर कलिज हेरी छिकरी लेनु है 5 मुठा कि 6 मुठा 5 मुठा नोल कि 6 मुठा 5 मुठा क्या
के कति आमालाई बनाइले पहिला त भएर हो त नि पहिला त भैरी चरी जस्तो थियो होला है फुर 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 है बुबु हो ल हो ल हेर्नु त यस्तो राम्रो चढ्यो हामी नि अलिअलि त चढ्यो हामीले नि ओहो के छाँगा रहेछ यहाँ त जताततै हो ओ त्यहाँ पनि छाँगै छ ल हेलो नानी आमा के हो खोलाको छेउमै खोलाको बिचमा बसेर है क्या जति बेला नि त्यो खोलाको छेउमै जानुहुन्छ त टिका आमा खोलाको बिचमा बसेर खान त आनन्दै हुन्छ होला नि है स्वर्गै पुग्यो जस्तो फिल हुन्छ होला नि यस्तो राम्रो ठाउँमा बसेर खाँदा कसको मन आनन्द हुन्न र है हाम्रो बानी यस्तोमै खोजेर खाने बानी भयो कि फेरि है हेलो मुना खाने हाम्रो चाहिँ अब यो लन्चको लागि यहाँ अब पोर्क सुरु हुँदैछ है आहा मार्केटमा बर्डको हल्ला छ नि त त्यही भएर आज चाहिँ पोर्क खाने झर्न थाल्यो माथि अहिले चाहिँ हामी यो तल ठुलो खोला एकदमै राम्रो सफा एकदम चम्किलो सल बगेको खोलामा हामी अहिले यहाँ गाडी रोकेर यहाँ हामी खाजा खाँदैछौँ हेर्नु त यति राम्रो ठाउँमा आजको हाम्रो पिकनिक पुरै खोलामा हुनेछ अहिले पछि हामी क्यानन जानेछु हेर्नुहोस् है त ल हेर्नुहोस् त ओइ हेर्नुहोस् यति राम्रो झर्ना पहाड हरियो वन नेपालको धन वनले भरिपूर्ण खोला नाला ल हेर्नुहोस् त झर्ना पहाड छ त यस्तो राम्रो ठाउँमा आएको छौँ हामी ल आजको हाम्रो पिकनिक यो खोलामै हुनेछ हेर्दै गर्नु होला भिडियोलाई सुरुदेखि अन्तिमसम्म मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला ओहो यो झर्ना यो पहाड ओहो ल हेर्नुहोस् त सल बगेको खोला उतली बसेर हेर न मेरो हातमा हेर न मेरो हातमा उतली बसेको आज उतली बसेछ हातमा हो ल हेर न कति माया गरेको पुतलीले मलाई पहिला गाउँमा हामी सानो हुने बेला स्कुल जाने बेलामा बन जाने पुतली हातमा समातेर हिँड्यो पुतलीहरू ल हेर त अहिले त हातमा आएर बस्छ पुतली ओहो यस्तो राम्रो यस्तो आनन्द आज यस्तो राम्रो पुतली हेर्न अब यी भेडा बाख्रा भेडा चढ्दैछ यहाँ ल भेडा त धेरै नरहेछ ओ भेडाले हेरेछ सानो तिमी भेडा चढ्न गएको भेडा चढेर आइक्यो
भेडा बिचरा घाँस खाइरहेछ जुसलाई पनि देखाउने एकचोटि म यहाँ हाम्रो रेडी भयो अब ल र अर्को के जुस मिक्स जुस रेडी भयो अब हाम्रो है फ्रुट र जुस ल ओ अब यसको कलर आयो है न त्यो राख अब सबै ग्लासमा राख है अब ल निम्बु पानी भनेको ल क्यानबेरी जुस चेयर्स ल फेरि सुरु भयो है हाम्रो यहाँ ओहो कति राम्रो देखेको हो मान्छेहरू सुन्तला परेछ मेरो भएको त मिठो भएछ धेरै नखानु है ठिक्क गरी खानु आज यहाँ पानीमा बसी बसी पेटै ढडिनु लाग्यो अब ओहो है यहाँ मेरो भदिनीले के खाँदैछ अब एक्लै लुपु लुपु ओ बहिनी किन माथि गएको अब
बसेर टन्न खायो सबैजना। यी अब छाता ओढेर हिँड्यो। पानी परेर रहेछ अलिअलि। आज खाना खाना त पायो है। पानीले अलिकति भेट्यो, खान नि सक्ने, फेरि पानी नि आयो। ल ल हामी अब माथि क्यानोनतिर जाँदैछौँ। अब झर्ना हेर्नलाई। अब कति ठुलो रहेछ। हामी नि गएको छैन, फर्स्ट टाइमै हो। अब गाडी फर्काउने ठाउँ नरहेछ माथि, त्यही भएर गाडी तल राखेर अब हामी पैदल यात्रा। कति जति 5 मिनट जति लाग्छ होला पैदल यात्रा क्यानोन पुग्नलाई। फाइनली क्यानोन गेट छिरिसक्यो अब हामी। ल ओइ हो यस्तो जङ्गलको फाइनली हामी पोखरा क्यानोइङमा आइपुग्यो। ल हेर्नुहोस् तपाईँहरूले। ल खाना खायो, खाना खाइसकेपछि हामी यतातिर आयो। ल हेर्नुहोस् यहाँको। हाई हाई भनेको। हेलो वेलकम टु माई ब्लग। मेरो ब्लगमा स्वागत छ मेरो बहिनीहरूलाई। ओइ हो ओइ हो मेरो भदिनी त फेरि रेनकोट सहित आइरहेछ। ओहो यसले जानेछ कि बुद्धि त यस्तो छ क्या। फाइनली हामी आइपुग्यो पोखरा क्यानोइङमा। म आइपुग्यो, रमाइलो भएको। हल्का सिमसिम पानी पनि परेको है, तर रमाइलो भयो। एकदम ठिक्क भयो है मौसम। एकदम आनन्द शीतलो भयो एकदमै। टन्न खाना खाएर खोलामा बसेर खाएर यहाँ माथि आएको। जस पैदल चाहिँ 5 मिनट जति लाग्ने रहेछ होइन हिँडेर। अलिकति यहाँबाट हिँडेर आउनलाई। ल हेर्नु फाइनली हामी आइपुग्यो पोखरा क्यानोइङमा। ल हेर्नुहोस्। ल हेर्नुहोस् न। आजको हाम्रो यात्रा, आजको हाम्रो घुमघाम कस्तो भयो साथीहरू? ल भन्नुहोस्। एकदम पोखरा क्यानोनिङमा एकदम यो गर्मीको बेलामा साह्रै एकदम शीतल, एकदम शीतल रहेछ। पसिना पनि आएन यस्तो गर्मीमा। एकदम आनन्द। हामी त खोलामा गएर खानासाना पकाएर पनि खायौँ। क्यानोनिङमा गएर फोटोसोटो खिच्यो, रमाइलो गर्यो, नाच्यो, टिकटक बनायो। सबैजना आउनु होला। एकदमै रमाइलो भयो। पोखरामा पनि यस्तो आनन्द हुने। पोखरामा पनि यस्तो रमाइलो घुम्ने ठाउँहरू छ। सबैजना आउनु होला। ल अब यी घाम अस्ता नै लागिरहेछ। ल अनि कस्तो भयो तपाईँहरूलाई? अब साथीहरू एकदम रमाइलो भयो। आज त रमाइलो भयो। थ्याङ्क यू सो मच साथीलाई। रमाइलो नौलो अनुभव राम्रोसँग गाडीमा ल्याएर हामी आउन पाइयो। धन्यवाद साथी। ह्याप्पी स्याटरडे। मुन्नलाई कस्तो लाग्यो आजको दिन? एकदम रमाइलो लाग्यो, खुसी लाग्यो है पनि। सबभन्दा पानीमा धेरै मुन्नै डुब्यो है। अनि फुपूलाई कस्तो भयो? छरामा हामी डुब्यो। छरामा हामी राम्रो लाग्यो। फुपूलाई कस्तो भयो? राम्रो लाग्यो। नमस्ते। नमस्ते। कस्तो हुनुहुन्छ? सन्चै। ल सबैजनालाई है एकदमै रमाइलो भयो आजको हाम्रो यात्रा। एकदमै रमाइलो, एकदमै यस्तो इन्जोय त कहिले नि भएन होला भाइ। फेरि मौसमले पनि एकदमै साथ दियो आज है। एकदमै राम्रो भयो सबैजनालाई। सबैजनालाई एकदम सपोर्टको लागि धन्यवाद छ। फेरि अर्को नयाँ भ्लगमा भेटौँला सबैजनालाई। फेरि ल बाई बाई।